राख्न सफल भएको DRS को टिम चिकन डिनरको लागि मेबी हामी नम्बर एडभान्टेजको हिसाबले हामीले निकाल्नुपर्छ भन्ने तरिकाको ठाउँमा छन्। बाँकी अन्य टिमहरूको पनि एजेस प्रिफरेन्स छ, कसैले पनि सेन्टर एरिया समात्ने माहौल छैन। आकलन लगाउन नै गाह्रो छ क्या यो अवस्थामा कसले गेम जित्न सक्छ है भन्ने कुरालाई लिएर। अब T2K प्लेयर क्याजुअलिटी उनीहरूले फेस गरेको कारणले गर्दाखेरि थोरै डिसएडभान्टेजमा उनीहरू ढकेलिएका हुन् भने DRS को टिम अझै पनि नजर लगाएर प्लेयरहरूको अगेन्स्टमा सर्ट दिँदै डाउन निकाल्ने कोसिसमा जुट्टीको प्लेयरलाई डाउन निकाल्न भ्याएका छन्। ड्रक्सलाई डाउन निकालिएको छ। तामाङ र ओके यहाँ सर्भाइभ गरिराखेका छन्। XMPL ले अगाडि भएका ओकेको बारेमा सायद आइडिया पाइसकेका छन्। स्मोक लगाएको देख्न साथ उनले सर्ट दिने प्रयास त त्यहाँबाट गर्ने थिए नै। ओके अगाडि बढिराखेका थिए। मुभिङ भेहिकल किलर वाइटीको शिकार बन्न पुगे। ओकेलाई डाउन अनि फिनिस नै निकालिएको छ जुट्टीको लागि। डुओ प्लेयर सर्भाइभिङ। त्यो दुईजना प्लेयर कतातिरबाट मुभ गर्ने बारेमा सोच्ने हो नि त उनीहरूले, त्यही साइडबाट माथि चढ्ने बारे सोचिरहेछ। T2K अर्को एउटा म्याच जहाँ उनीहरूले आफ्नो अन्तिम सर्कलसम्मको प्रेजेन्स देखाउन सकिन्छ है भन्ने तरिकाको गेम प्ले देखाउने कोसिस गरिराखेका छन्। अजय र लभलाई हामी देख्न सक्छौँ। यो डुओको कम्बिनेसनले के गर्ने हो त यहाँ हैनको प्लेयरको अगेन्स्टमा के कतिको इम्प्याक्ट पार्न सक्नेछन् अथवा उनीहरू फ्रिडमको साथमा मुभ गर्न सक्ने अवस्था छ कि छैन। फ्रिडम त यसै पनि कम हुन पुग्ने नै हो यो सिचुएसनमा आइसक्दा। अब कोल्याप सर्कलसम्मको कहानी बन्न पुग्ने अवस्था आइसक्यो। अझै थ्रोएबलको साथमा छन्। कतातिरको थ्रोएबलको प्रोजेक्टाइल देख्न पाउने हो त हैन। स्पोर्ट्सको अगेन्स्टमा पालियो त्यो थ्रोएबल अझैको नेडले हिमसनलाई डाउन निकालिदिएको छ। बट खुलेर गएर पुश गर्छु भन्ने मौका कहाँ छ र T2K सँग पनि त्यो बिचमा रिकभरी पाउने हो हैन। स्पोर्ट्सले पनि तामाङले वाइटीलाई डाउन निकालिदिए। XMPL पनि डाउन भएका थिए। अल अफ द सडन DRS को टिम अन्तिम एक प्लेयरमा कन्भर्ट भइसके। जुट्टीका तामाङ हिरोइक रोल खेलिदिए आफ्नो टिमको लागि। बट यहाँ DRS को लागि भने चाहिँ कहीं न कहीं अल अफ द सडन पुरै ग्रिप लुज भएको अवस्था बन्न पुगिसकेको छ हैन। स्पोर्ट्स लबी छोडेर बाहिरिए। वाइटी फिनिस गर्न भ्याइएको छ उनलाई। डेल्टालाई पनि फिनिस गरियो। ग्यान्टे माथि पुरै रेस्पोन्सिबिलिटिज आएको छ। ग्यान्टे के गर्न सक्छन् त? उनको अगेन्स्टमा थ्रोएबल फाल्ने कोसिस रहन पाउने भयो। अब ग्यान्टेको पोजिसनको बारेमा प्रिसाइज आइडिया छ छैन त? थ्रोएबल त त्यतै प्रेडिक्ट गरेर फालिराखिएको त छ नै। मोलोटप पनि फाल्ने कोसिस ग्यान्टेको एसपी कम गराइसकेको त छैन मोलोटपले। बट जुट्टीले नमिठो रिभेन्ज लिए। ओकेको एकजनाको एलिमिनेसन सेक्युर गरेको DRSलाई एक पछि अर्को गर्दै तीनटा प्लेयरलाई खाएर देखाइदिए। म्याच आइसकेको थियो लाग्दै थियो हामीलाई। बट अब त इन्टेन्स सर्कलमा धकेलिन पो पुग्यो यो म्याच त। T2K पनि हामी जित्न सक्छौँ भन्न सक्छ। अघिल्लो म्याचमा पनि फाइनल सर्कल खेलेको, कसरी खेलेको नसोचौँ बट खेलेको। उनीहरू यता ग्यान्टेक कुरेर बसिरहेछन्। हातमा छ उनीसँग UMP। दुईटा मोलोटप छ, युज किन गरिरहेछन्? आई थिङ्क मोलोटप हाल्दा बित्तिकै पोजिसन जान्छ भन्ने पनि सायद सोचेको हुनसक्छ। अनि जुट्टीको टिमले पनि के छ भन्दा यहाँ पनि प्लेयर छ, पछाडिपट्टि पनि प्लेयर छ। अगाडिपट्टि बढ्दा एकजना पनि डाउन भयो भने जुन एडभान्टेज छ नि त्यो हाम्रो नलिफाई हुन्छ। सायद त्यो सोचेको होला 1-1-2 को कहानी। बट ग्यान्टेले के सोलो चिकन डिनर बनाउन सक्छन् र अझैको पोजिसन माथि त मोलोटपको बर्सात भइरहेको छ। दुई मोलोटप एक स्टन छ क्या। उसले लास्ट प्लेयरलाई लगाउने सायद सोचेका थियो। बट त्यो बिचमा धेरै नै ढिलो भयो। अब हुनेछ यो T2K वर्सेस जुट्टीको बिचमा ब्याटल। 1v2 को ब्याटल अझै रहेका छन्। यो पालि चाहिँ अन्डरडग प्लेयरहरूले बडा साइन पर्फर्मेन्स दिइरहेको छन् यो टिमको लागि। हामी अघिल्लो म्याचमा इग्नियस, यो म्याचमा प्रयास रहेको थियो अजयको बट सफल रहेन। नौनी जुट्टीले लयो चिकन डिनर। नयाँ साइन गर्न आएका टिमहरू पो चिकन डिनर निकाल्दैछन्। फर्स्ट म्याच रोयल गुर्खाको लागि, सेकेन्ड म्याच जुट्टीको लागि भन्न पुगेको छ। अब कसको कति पोइन्ट आयो यो म्याचबाट हिसाब किताब गर्नु होला। हुन त म्याच नम्बर 3 सुरु हुँदा हामी तपाईँलाई देखाउँछौँ एक्ज्याक्टली कसको कति आयो भनेर। यो रह्यो हाम्रो हिसाब किताब। के खतरनाक हो फेरि DRS को कुरा गर्दैछु म। यो म्याच जित्नु एउटा राम्रो रिजल्ट, हामीले पोजिटिभ एचिभमेन्ट यहाँबाट निकाल्यो भनेर चाहिँ टिमले पक्कै पनि सोच्न सक्छ। फोर डेथ मसिनको POV एउटा कुरा गर्ने भने किन भन्दा हेरौँ न सर्कलको उनीहरूले हाफभन्दा बढी पर्सन आफ्नो कन्ट्रोलमा लिइसकेका छ। नक फेस गऱ्यो भने सब बिग्रिने भन्न नपाउँदै त्यहाँ प्लेयर नक भएका छन्। डेल्टाले ओपनिङ निकालेको हामी देख्न सकिन्छ। पिकलाई त फिनिस नै गरिने भयो। आई मिन पार्टनरले केही त भन्ने छन् त्यहाँ, के गर्यो भनेर पार्टनरले पक्कै पनि सोध्ने त छन् त्यहाँ। अब रोयल ड्रागनले गाडी निकाल्न भ्याउँदैन, अवस्था चिन्ताजनक छ त्यहाँ। XMPLले देखेका रहेछन् सायद क्लको पोजिसन, बिकज त्यहाँ ड्यामेज डिल गरिदिएछ। रुखमा सर्ट्स पनि लिइदिए थियो। दुईटा नेट बचेको थियो, त्यो मध्ये एक लगाउने कोसिस XMPLको रहनेछ। सानो पिक पनि सायद यहाँ गरिनेछ वो त ती पार्टीको तर्फबाट। रोयल ड्रागनका प्लेयरलाई नक निकाल्ने मौका। XMPLको HP कम, क्लको पनि HP कम भएको थियो। जोन आइसक्यो त्यहाँ। यता फोर डेथ मसिनले त्यो प्लेयरलाई यता लेफ्ट मात्रै मुभ गरेको देख्यो भने भन्ने सोचेको छ। बट त्यो बिचमा DRS नक भए त्यहाँ। यता पुश गर्नको लागि किल मोङ्गर गइसके। एक नक पनि उनले निकाल्न भ्याइसके। अनि अर्को साइडबाट पनि च्यापिएको थियो। दुई साइड दुई एङ्गल च्यापियो। दुईटा POV देखाइयो। अलिकता मेसो पाउन गाह्रै हामीलाई नि भयो।
कन्फ्युज नहुनुलाई, बिकज 12 म्याच त कमसेकम एक्सपेक्ट गरिन्छ भन्ने तपाईँहरूको मनमा हुनसक्छ। ग्रान्ड फाइनलमा त 15 म्याचेस रहेको छ 3 दिनमा, आई मिन PMNC को अन्तिम भनौँ न 25, 26, 27 को सेड्युलमा। सो अफकोर्स हामी बिचमा तपाईँहरूलाई बताइराख्नेछौँ, यति म्याच भयो उति होइन, कन्फ्युज नहुनुला भनेर। लास्ट बचेका बिपिनलाई पनि फिनिस गरियो त्यहाँ विथ द नेट। रोयल गोर्खाका प्लेयर त्यो सर्भाइभल भए पनि लिएर जान्छु सोचेर बसिरहेको छन्। अफकोर्स त्यसले हेल्प पनि गरिरहेको छ। तर रोयल ड्रागनले अप्पर ग्राउन्डको कन्ट्रोल लिएको छ, बट लाग्छ मलाई उनीहरूलाई पनि तल झर्नुपर्छ। बट फाइदा के छ भन्दा ओभरक्राफ्ट, साथीहरूसँग ओभरक्राफ्ट छ, त्यसले म्याच जिताउन सक्छ, देखेको पनि छौँ हामीले। लेक्सी लास्टम्यान बचेका थिए, मोलोटभ र नेट मात्रै फालेर पनि यो प्लेयरलाई यहाँ फिनिस गराउन सकिन्छ। यत्रो मुभमेन्ट भइसक्यो भनेपछि आइडिया भइसक्यो, मोलोटभले अगाडिपट्टिबाट ड्यामेज दिन पनि थालिसक्यो, भाग्ने त कुनै सम्भावना नै छैन, सोचै नल्याउँदा पनि हुन्छ। एक्ज्याक्टली भयो पनि त्यही। ल रोयल ड्रागनले अर्को एउटा पोइन्ट्स 7 एलिमिनेसन टिमको लागि। सेकेन्ड डिनरको यात्रा त्यति सजिलो DRSको लागि नहुने देखिँदैछ। रोयल ड्रागन पुरै स्क्वाड बचेको देख्दाखेरि, हुन त उता जुट्टी पनि। ल अब यो त 1 2 3 को लागि ब्याटल बन्न सक्छ। रोयल ड्रागन जम्प पोइन्ट सँगसँगै त्यति माथि जान सक्छ। 1 र 2 त बाँचेकै छन्, 3rd मा जाने रोयल ड्रागनको सपना हुन सक्छ यो म्याच निक्लियो भने। या टिमहरूको बिचको लडाइँमा यहाँ टप 3 टिमको लडाइँ भनेर भन्न सक्ने अवस्थामा हामी आइसकेका छौँ। DRS 5 एलिमिनेसन आइसक्यो, सर्भाइभल पोइन्ट्स पनि आइसकेको छ उनीहरूको लागि। अब चिकन डिनरको जुन हामी आशा राख्दै थियौँ त्यो कुरालाई भरपाई गर्नु बाहेक अरू कुनै प्रेसरको कुरा छ जस्तो मलाई लाग्दैन। यदि चिकन डिनर निकाल्दैन भने पनि उनीहरूको लागि पोइन्ट्स राम्रो आइसकेको हामीले देख्न पाएका छौँ। बाँकी उता जुट्टीको टिमलाई पनि तारिफ गर्नुपर्ने हुन्छ, किनकि उनीहरूले पनि पोइन्ट्स निकालेर आफ्नो पोजिसन वाइजमा काम राम्रो गरिराखेका छन्। हरेक पोइन्टको एभरेजले उनीहरूलाई त्यो पोजिसन दिलाएको हो भनेर पनि भन्न सक्ने अवस्थामा उनीहरूलाई हामीले पाइराखेका छौँ। कोल्याब सर्कलसम्मको कहानी बारेमा सोचिनेछ मेबी टिमको तर्फबाट, बट हामी अहिले धेरै पर छौँ कोल्याब सर्कलबाट, केही समय नै पर भइरहेको अवस्थामा छ। कि अर्ली इनिसियल क्लासेसहरू अलिकति बढ्न पुग्यो, सर्कल फर्मेसनले म्याटर गर्यो, टिमहरूलाई धेरै अगाडि टिमहरू लडेको देख्न पाइयो पनि। त्यो कारणले गर्दाखेरि खुकुलो भएको अवस्थामा छ हामी यो 6औँ स्टेजबाट 7औँ तर्फ लाग्ने क्रममा। यो सिफ्टले आरडीलाई हेल्प गर्छ कि गर्दैन, किनकि बिचमा हाइवेले कहीँ न कहीँ इम्प्याक्ट पार्नेछ। हाइवे वारिपारिको कुराकानी आइदियो भने आरडी कम्प्लिटली एडभान्टेजमा हुने हो। देवीको म चाहिँ एक्सप्लेन गर्न खोजेको थिएँ, किनकि आरडी साइडमा आइदियो भने आरडी कम्प्लिट एडभान्टेज उनीहरूको लागि भयो। अब यो साइडतिरबाट मुभ गरेर टिमहरूलाई हेरौँ त, दुईटा टिमको बिचको अगाडि लडाइँ भइदियो, प्लेयर क्याजुअलिटी उनीहरूले फेस गर्यो भने त आरडीले के गर्नु पर्यो? बचेको चेर जुवा आउँछ उसैलाई डाउन निकालौँ, एलिमिनेसन सेक्योर गरौँ, चिकनेर निकालौँ, सक्यो कहानी भन्ने जस्तो अवस्था उनीहरूको लागि बन्न पुग्ने त थियो नै। DRSलाई पनि अघिसम्ममा पाइएको थियो ठाउँ, अब पाइएन, अब बढ्ने कसरी भन्ने बारेमा उनीहरू पनि चिन्तित हुनुपर्ने विषय रहेको छ। सम्भव एउटा प्लेयरलाई त जोनको एजमा पुगेको मैले देख्दैछु, बाँकी प्लेयरहरूले पनि त्यसरी इन्ट्री निकाल्ने बारे सोच्न सक्नेछन्। बट अब यसरी आँखा लगाइनेछ कि आरडीको टिमले कोही मुभ गरेको देख्ने बित्तिकै सर्ट दिने बारेमा सोचिनेछ। DRSको टिम त्यो सिचुएसनलाई छिछोल्दै कसरी अगाडि बढ्ने त। डेल्टा आफ्नो पार्टनरहरूलाई पनि त्यो साइडतिरको इन्ट्री उनी दिलाउने बारेमा सोच्ने त छन् नै, बट उनी लेफ्ट साइडतिरको एरिया जहाँ जुट्टीको प्लेयरहरू छन् त्यो एरिया बारेमा पनि अलि बढी कन्सर्न छन् जस्तो छ। त्यतातिर हेर्ने कोसिस गरिराखेको छ। अनि मुभिङ भेहिकल स्पट गरियो, क्लको तर्फबाट सर्ट दियो भनेपछि DRSले प्रेडिक्ट गर्नेछन्, ओके यो साइडतिर प्लेयरहरू रहेका छन् है भन्ने बारेमा उनीहरूले पनि आइडिया भने चाहिँ पाउनेछन्। जुट्टी एउटा एज उनीहरू पनि बनाउन खोजिराखेको अवस्था मैले यहाँ नोट गर्दैछु भने आरडी लोवर पर्सनबाट जसैलाई देखिन्छ त्यसको अगेन्स्टमा त सर्ट दिने हो भनेर प्लेयर खटाएर राख्न पाउनेछन्। उनीहरूसँग एक त नम्बर एडभान्टेज पनि रहेको छ, नम्बर एडभान्टेजले फाइदाको विषय त्यही पनि गराइदिने भयो भने मास्टर जडी आफू अगाडि एक्सटेन्ड गरेर हेर्ने कोसिस पनि गर्दैछन्, ताकि फर्दर मोर इन्फर्मेसन अगाडिको टिमले कसरी चलपल गर्न खोज्दैछ, कसरी जोन एन्ट्रीको बारेमा आउन खोज्दैछ भन्ने कुरामा सानोतिनो हिन्ट लिएर मात्र आइयो भने पनि कम्प्लिटली डिनाइ गर्न सकिन्छ त्यो टिमको जोन एन्ट्रीलाई। यता जुट्टीले सोच्ने भनेको अब के हो भने यो रिजमा खेलौँ अनि अगाडि DRSसँगको क्लास जो छ अगाडिको टिम मेबी उनीहरूसँग लडौँ, त्यस पश्चात माथिको टिमलाई हेरौँला भन्ने तरिकाको गेम प्ले उनीहरूले देखाउन सक्नेछन्। जडी हिन्ट पाए प्लेयरहरूको मुभमेन्टको बारेमा भनेपछि उनी आएर रोकिएका छन्, ट्रेबल फाल्ने प्रयास उनको चल्दैछ ताकि त्यो टिमलाई रोक्न सकौँ भनेर। उनको अगेन्स्टमा पनि नेड आयो, त्यसपछि पोजिसन चेन्ज गर्ने बारे उनले सोचे। थोरै भए पनि हायर ग्राउन्डको भिजन पाउन सकिन्छ होला, मेबी माथि नै बस्नु उनको लागि सुइटेबल रहेको पनि छ। त्यसपछि अब अर्को सिफ्टिङले कतिको इम्प्याक्ट पार्नेछ, पुरै आरडी माथि आयो भने यो चिकन लेखेर राखौँ आरडीको नाममा आउने हो। आई थिङ्क अलरेडी आरडीको नाममा देखिरहेको छु मन्दिप मैले देखिनँ। अन्त त्यो बाटो पारी जान्छ, अगाडिपट्टि कभर छैन, उनीहरूसँग भेहिकल टन्नै छ, सर्कलले आधा आधा बनाइदियो, त्यो आधा आधा बनाए पनि स्मोक लगाएर गाडी लिएर अगाडिपट्टि रुखके कभरमा जाने हो। माथिबाट युटिलिटी फाल्नको लागि हाई ग्राउन्ड भएपछि धेरै टाढासम्म जान्छ, अनि त्यसमाथि तल दुईवटा टिम छन् आपसमा लड्ने।
आई मिन यो सब कुराले आरडीलाई नै हेल्प गरिरहेको छ। बट अहिलेको लागि डिआरएसले के गर्छ त, डेल्टा नेडै माथि छन्, धन्न डच गर्न भ्याए, एक नक निकालिएको छ। बाइ द वे जुट्टी स्क्वाडको तर्फबाट नेड बस्छ हात दुईटै साइडबाट भयो। रोयल ड्रागन अलिकता बढी छुचो भएर यहाँ पोइन्ट्स पोसिबल छ भन्ने सोचेर अगाडिपट्टि गयो भने चाहिँ अलग कहानी हो। पुगे झडी त पुगे, मिल्छ भने एलिमिनेसन सोचेर पुगिसकेका छन् उनी। ढुङ्गामा रोके भने नेड आउँछ थाहा छ उनलाई, त्यही भएर त्यहाँ रोक्न उनी चाहिरहेको छैनन्। ओके, अब टिम डाइभर्टेड भयो। अघिसम्म डिआरएसलाई फुल पावर हान्ने सोचमा थियो तामाङ, सोल्टी, जुट्टी सबै, बट अहिले अब माथिबाट गाडी आएपछि त्यता फोकस। डिस्ट्र्याक्ट पुरै गाडी लगेर डिस्ट्र्याक्ट गरिएको छ भनौँ न। यहाँ यो सिचुएसनमा अब कतातिरको कमिटमेन्ट देखाउने भन्ने समय छैन, ब्लाइन्डली जे गर्न सकिन्छ त्यही गरौँ ल। जोन बाहिर पुगेका थिए, रेडले डाउन निकालिदिए, बट नेड आएको छ है डिआरएसको छेउछाउमा। थ्रोएबल आउँदैछ, जुट्टीको लागि प्लेयर डाउन हुन पुगेका छन्। आरडीले पनि अहिले पुरै कमिटमेन्ट त्यही साइडमा भनेर दिइसकिएको अवस्था भने चाहिँ रहेको छैन। डिआरएस यो सिचुएसनबाट पनि आफूलाई बचाउने कोसिस गर्दैछ। ऱ्यान्डम थ्रोएबल स्मोक भएको एरियातर्फ युज गरिराखिएको छ नै, बट रिजल्ट आइराखेको छैन त्यो थ्रोएबलले। मेबी अब गएको थ्रोएबलले काम गर्नेछ। तामाङको मुखैमा त्यो नेड पड्किएको थियो, तामाङ बच्ने मौका पाए त्यो सिचुएसनमा पनि। ओके, जुट्टीका प्लेयरहरूको गेम्समा चढ्नको लागि एक्सएमपिएल गाडी लिएर बेकल रनओभरको साथमा डाउन निकालेका छन्। एक्सएमपिएलले अर्को प्लेयरलाई पनि स्पट गरिसके, तामाङलाई डाउन निकाल्ने बारे उनले पनि सोच्ने हुन्। ढुङ्गाको कभरको साथमा गएर तामाङलाई डाउन निकालिने पनि छ। आरडी भर्सेस डिआरएस, यो दुईटा टिमको बिचको ब्याटल हरेकचोटि नबनेको म्याच हुँदैन हामी भन्ने गर्छौँ। इनिसियलमा पर्छ कि त अन्तिममा पर्छ, फेरि एकपटक यो म्याचमा हामी देख्न पाउँदैछौँ। क्लस सर्ट दिने प्रयास डिआरएसको पहिलो प्लेयरलाई डाउन निकालिएको छ। अर्को प्लेयरको अगेन्स्ट एक्सएमपिएल डाउन निकाल्ने बारे सोच्दै क्लोज इनफ प्लेयर आइसकेको स्विच गरेर 1-on-1 को लागि प्रयास थियो, यो पालि पनि असफल। डिआरएसको टिम सर्कल पाएका थिए, ठाउँ बनाइएको छन्, अनि एलसिटी अन्तिम एक प्लेयरमा निर्भर हुनुपर्ने अवस्था आइसक्यो। सोल्टीको प्रेसन आउने नआउने त नक निकालिएको अवस्थामा प्रेसनको लागि टिमले सोध्छ र अगाडि बढ्छ भने मेबी टिमलाई वाइप गर्न धेरै गाह्रो छैन। फरवाइजीका प्लेयर बचाउनको लागि कोसिस गरिनेछ यहाँ 12। ओके, रिभाइभल चल्दैछ। सोल्टीले हिन्ट पाइसकेको छ छैन, अथवा उनीहरूले ढिला गर्नु उनीहरूकै लागि डिसएडभान्टेज हो, रिकभर गर्ने मौका पाउनेछ त्यो बिचमा टिमले। एलसिटीको लागि दुईजना प्लेयर भए पनि सर्भाइभ गर्ने अवस्था यहाँबाट बन्न पुग्दैछ भने एएसटी के गर्दैछ? एएसटी पनि आयो, नजिकै आएको छ। अब यहाँ फाइट सकिनेछ केही क्षणमा नै। मेबी एएसटीले अब सोल्टीको अगेन्स्टमा इन्टरेक्सन गर्नेछ, त्यसले गर्दाखेरि एलसिटीले मजाले हिल गर्ने लगायतका मौकाहरू पनि पाउनेछन्। जायो गाडी लिएर हुत्तिएर आएका त थिए, बट उनको अगेन्स्टमा ब्याक टु ब्याक थ्रोएबलले गाह्रो बनाउँदा उनी थोरै पछाडि सर्न बाध्य भए। उनका पार्टनरको सपोर्ट उनलाई खाँचो छ। टप 3 मा टिमहरू सबैलाई पोइन्ट्स चाहिएको छ, फेरि अलमोस्ट मिड टेबल अर लोअर टेबल रहेका छन्। तर यो नेड भेनमले सही ठाउँमा फाल्यो भने हामी दुईटा प्लेयर सायद सुतेको छन् त्यहाँ। नरिफाइड लायनको हालत बनाउन सक्छ डिआरएसले जुन बनाएको थियो अघि, घ्यान्टेले जुन बनाएका थिए। बट लगाइएन, उडन स्याक चेक गरिँदैछ, त्यहाँ त कोही पनि छैन। आई थिङ्क यसले कन्फर्मेसन दिनेछ कि त्यहाँ कोही छैन भन्ने कन्फर्मेसन आयो त्यति गर्दा। यहाँ हेरौँ न, एउटा नेटले काम बन्थ्यो दुइटै पड्किन्थ्यो त्यहाँ। एएसटी पुरै एएसटीले के माइन्ड गेम खेलाएछ भन्दा यहाँ छिर्नै नदिने, जोन माथि हो, यताबाट छिर्नै दिएन भने म्याच त यसै बनिहाल्यो। यो चेक गरिदिनु अनि आरामले क्वालिफाई भइसक्यो त हामी त भन्ने अवस्थामा आफ्नो सिचुएसन। नेड भेनम म भेनमलाई नेड भन्दा थाकिसक्यो। रिग बाइ द वे मुखमै पुगिसक्यो। अब त नेडको कुरा होइन, अब गन फाइटकै कुरा रहनेछ। मोलोटप छ, मोलोटप लगाउँछ भन्दा पहिलो प्रायोरिटी। ओके, ड्यामेज दिएको छ, कल पक्कै पनि रहनेछ। मोलोटप कहाँबाट आयो भन्ने थाहा पाइसके रिगले, नक निकाले पहिलो त। यता एसटीको पनि पोजिसन थाहा भइसकेको छ होला, एसपी उनको अलरेडी कम रहेको थियो। ओके, त्यसले हेल्प गरेन, उताबाट आयो नेड। अब रिगलाई आफैलाई हिल गर्नुपर्छ भन्नेतर्फ फोकस गर्नुपर्ने भयो। मोलोटप छ, त्यसले एरिया कभरेज धेरै दिन्छ, बट स्टिल लगाइएको छैन। मैले त्यो बुझिरहेको छैन। स्मोक आएको छैन, बेटर वेमा हुनसक्छ। अब हिलिङ छैन रिगसँग, फेरि फर्केर उनी पछाडि जान बाध्य भयो। अब फाइनल्ली आयो मोलोटप। यही मोलोटपले काम गर्थ्यो नि त, मैले युज गरेको भए रिगले लयो त एलिमिनेसन त्यो पनि। बट यता सोल्टी स्क्वाडमाथि पुस गर्नको लागि एएसटी आइसक्यो। आकाशीमा झ्यामचुम सिधै चढियो, एएसटीले म्याच बनायो। हामी लास्ट मोमेन्टमा यो डुअल स्क्रिन किन देखाइरहेको छ, म रिक्वेस्ट गर्नेछु नदेखाऊ भनेर।